प्रकारका बहुमूल्य गहना तथा कपडा टिकटक रिङ लाइट डायरी राखिएको छ। एना ऐना हेर्दै लिप ग्लोस लगाउँदै गुनगुनाउँदै छ। त्यतिखेर एनाको आमा सरिताको आगमन हुन्छ। अब हेरौँ त यस कहानीमा के हुँदो रहेछ। आमा फेरि नयाँ सामान पैसा कहाँबाट आयो? फेरि दिल्ली छैन तैँले? ओहो आमा नरिसाउनु नि यार। स्ट्यान्डे त चाहियो इन्स्पिरेसन के हो आजकलको पुरानो मान्छेले भनेर के हो फाइदा। कति राम्रो नाम राखेको थियो नेपालीमा अनु त विदेशीहरूको सङ्गत लाएर नाम पनि याद राखेकी छैन। तेरो बाबालाई फोन गरिदिनु। ओहो मम्मी हजुर कति टेन्सन लिन्छ कि पेसन चाहियो कि पेसन आजकलको दुनियाँमा। यसरी एनाको आमाले बुबालाई फोन गर्नुहुन्छ। अब बुबाले फोन उठाउनुहुन्छ। अब पनि हेरौँ त के हुने रहेछ। आजभोलि हजुरको छोरी बिग्रेर बसी बास छैन। आफ्नो छोरीलाई आफै सम्झाउनु। भन्नुहोस् न बाबा के भन्नु? छोरी त्यस्तो नगर न गर्नु हुँदैन कि। ए बाबा सम्झाउनु हजुरको मेरो मम्मीलाई नै नसम्झाउनु मलाई भनी फोन काट्नु भयो। एना रिसाउँदै आफ्नो कोठातिर लाए। अब दृश्य कलेजको। अनु मनिषा र रिता कलेजमा छन्। कक्षा शिक्षकले पढाइरहनु भएको छ। अनु र रिता फ्यासनेबल कपडामा छन् भनेदेखि मनिषा साधारण कपडामा छे। आज शिक्षकले के पढाउनु हुँदो रहेछ त? आजको विषय कसरी बारेमा पैसा बचत गर्नुभन्दा पैसा खर्च गर्नुभन्दा पहिला पैसा कसरी बचत गर्ने बारेमा अहिलेसम्म कहिले गम्भीर नभएकी अनु पहिलोचोटि गम्भीर हुँदै के म गलत बाटोमा छु भन्दै सोचिरहेकी थिइन्। पछि फेरि उनी गलत र म हुनै सक्दैन भनेर सोचिन्। अब दृश्य श्यामको पसलतर्फको। ऋतिक स्टप गर्नु पर्यो ऋतिक यो बकुले पनि हो नि सान्दाई तिम्रो लागि मात्र भनेर भइहाल्छ नि किन नहुनु र। मनिषा तिमी हाम्रो आमा भन्न नखोज्दा हामीलाई नसिकाऊ। हो त नि रिताले ठिक भने तिमीले राम्रो आमा नभन तिमीले के त फेसन स्टाइल भनेको। तिमी अहिलेलाई गइहाल्ला भोलिदेखि रिता र म मात्रै आउँछौँ। मनिषा अमिलो मुख पार्दै आफ्नो घरतर्फ लाग्छिन्। अनु र रिता भने ठुल्ठुला पसलहरू घुम्छन्। अब फेरि भोलिपल्ट श्यामकै पसलमा उनीहरू जान्छन्। पछि मनिषा पनि आइपुग्छिन्। मेरो मसँग त पुग्दैन होइन नि त रिता। तर श्यामलाई त अहिले त रेन्ट दिनुहुन्छ भनेर खाँदा उसको कुरा किन सुन्नु पर्यो? यस्ता थाहा नै हुनु पर्यो फेसन भनेर के हो भनेर। हो त नि रिताले ठिक भने मैले तिमीले हिजै भनेको होइन नआऊ भनेर। तिमी आजदेखि नआउँदा हाम्रो पछि लगाएर तिमी धेरै आराम गर्न नखोज हाम्रो। पैसा कसरी बचाउनु गर्ने आफ्नो खाली गर्छ जगिएर नि मनिषा रिसाउँदै आफ्नो घरतर्फ लागिन् भने अनु र रिता त्यही त्यो ब्याग किनेर ठुल्ठुला पसलहरू घुम्नतर्फ लागे। अब अनुको घरतर्फको दृश्य। दसैँ मनाउनको लागि भनेर अनुको दाजु र बाबा घर आउनु भएको थियो। अब हेरौँ त अनुको घरमा के चाहिँ हुने रहेछ त। ओहो बाबाले दाइ पाउनु भएछ त नमस्ते। हेरौँ त मेरो लागि के लाउँ है त मैले त मेरो लागि त पर्सिनी ल्याएको कस्तो छ? राम्रै छ त यो के दसैँको लागि हो? होइन नि बाबा मैले त दसैँको बारेमा त बिर्सिसकेँ थियो। हजुर दुईजना आउनु भयो बोल्दा थाहा भयो मैले त। हाम्रो मेरो लागि त अझै कपडाहरू किन जानु पर्छ है बाबा। पर्दैन दसौँमा धेरै कपडा चाहिँ किन्न पर्दैन। त चुका गाडी छोरीले त धेरै कपडा किन्नु भइहाल्छ नि बाबा भनेर बाबाले अनुलाई फकाउनु भयो। बाबाले आफ्नो छोरीप्रतिको आफ्नो स्नेह व्यक्त गर्नुभएको। तर छोरी भने झट बिग्राउँदै गई। छोरीलाई भनेर बुबाले दसैँको लागि सपिङ गराउनु भयो। विभिन्न प्रकारका लुगाहरू किनिदिनु भयो। अब दसैँको टिका लाउने समय पनि आइसकेको थियो। अनुको घरमा टिका लाउने साइड पनि भइसकेको थियो। अब चाहिँ के हुने होला? म त घरकै सबैभन्दा चाहिने छोरी। मलाई त 3000 भन्दा त
घरको ढोका बज्छ। सरिता ढोका खोल्न जान्छन्। ढोकामा मनिषा थिए। अब मनिषाले के भनिरहेछिन् त? मोहन रिसाउँदै मनिषा आफ्नो घरतर्फ लागे। मनिषाले सम्झाउन खोजेकिन् तर मोहनलाई भने रिस मात्र उठ्यो। उनलाई किन आफ्नो घरको चासो लागेको होला भनेर उठ्दै मनिषालाई फर्काए। यसै गरी अब 3-4 दिनसम्मपछि मोहनलाई आफ्नो स्वास्थ्यमा नराम्रो असर परेको महसुस हुन्छ। मोहनलाई अस्पताल लैजाइन्छ। मोहनलाई अस्पतालमा क्यान्सर रहेछ भनेर थाहा पाइन्छ। घरमा लोन फिर्ता गर्नको लागि फोन आएछ। आमा भने रोइ छिन्। अरूलाई यो सब कुराको अत्तो पत्तो छैन। अरू घर आएपछि सब कुरा थाहा पाउँछिन्। उनले आमालाई सोध्छिन् आमा के भयो र सब कुराको थाहा पाउँछिन् र उनी सहयोग माग्न रिता कहाँ जान्छिन्। मेरो बाबाले क्यान्सर लागेको छ कि पैसा छ भने देऊ न। मसँग छैन। मैले पनि ऋणको पैसा तिर्दै भए बसिरहेको छु। त्यस्तो नगर न निता। तिमीले मलाई यति धेरै फजुल खर्च गर्न लाग्यो। अब तिमीले मेरो नराम्रो समयमा गरेर कहाँ हुन्छ र? अब पैसा छैन भन्छ त छैन त जानु मान्छेलाई गएर सोधा। त्यस्तो नगर न निता। जानु गएर सोधा। साथीसँग पैसा छ? मसँग छ नि अर्को किन र? मेरो बाबालाई कस्तो क्यान्सर लाग्यो कि मैले किन र तिमीसँग धेरै पैसा छैन र? छैन भने पनि मैले दिउँला नि। मैले भनिसकेको थिएँ त तिमीले धेरै पैसा खर्च गर्नु भनेर। त्यही हो अहिले चाहिएको बेलामा के भयो? मनिषा भने वचन प्रेमी थिए। त्यसै कारण उनीसँग पैसा थियो। उनले सहयोग गरे र मोहनको छिटै उपचार भयो। मम्मी हेर्नु मलाई साथीहरूले मद्दत गरेको छन्। अब त्यसको बाबाको उपचार गर्न सकिन्छ गर्नु। यसरी बुबाको उपचारको क्रम बढ्छ। अब यसरी नै यो हाम्रो कार्यक्रम सञ्चालन भएको छ र यसरी नै हाम्रो कार्यक्रम भइएको छ। यहाँ खर्च गरेर नै अरूलाई मद्दत चाहिएको बेला मद्दत गरेन। सन्जिताले त अझै फजुल खर्च गर्न लाइन र चाहिएको बेला मद्दत नि गरेनन्। मनिषाले उसको राम्रो चाहे भने उसले चाहिँ मनिषाले नराम्रो चाहेर चाहिँ चाहिँदो नचाहिँदो भने अहिले चाहिँ नराम्रो समयमा उसले मद्दत गर्यो। यसरी नै फजुल खर्च गर्नु हुन भनेर कार्यक्रम सञ्चालन गर्छ। अब फजुल खर्च गर्नु हुँदैन। किन भन्दाखेरि आफूले चाहिएको बेला समयमा हुँदैन। नचाहिँदो काम गरेर चाहिँ पैसाको खर्च गर्नु हुँदैन। धन्यवाद।